हेलो हेलो नाइस टु मिट यु। हजुरको बारेमा मैले धेरै सुनेको थिएँ, हजुरलाई पोलिटिक्सको बारेमा धेरै ज्ञान छ भन्ने सुनेको थिएँ र हजुरलाई त्यस्तो कुरामा इन्ट्रेस्ट पनि छ होइन। अनि हजुरको बारेमा हाम्रो अडियन्सलाई छोटो मिठो इन्ट्रोडक्सन दिइदिनुहोस् न त। आजकलको हाम्रो नेपालमा हेरिराख्नु भएको छ काठमाडौँमा होइन, मेनली राजावादी आन्दोलन चलिरहेछ र गणतन्त्रको आन्दोलन चलिरहेछ। यसकै बारेमा हामीले अलिकति कुराहरू गर्नुपर्ने हो। हजुर हजुर त्यस्तै त्यही अनुसारमा जाने भए चाहिँ मलाई लागेको कुरा चाहिँ त्यो अस्तिको एउटा केस थियो नि त, त्यो 25 करोडवाला केस पुलिसहरूले समात्नु भयो। त्यो ग्रेट थ्याङ्क्स दिन चाहन्छु पुलिसहरूलाई, उहाँहरूले राम्रो काम गर्नुभइरहेछ, समात्नु भयो। तर अहिले चाहिँ त्यो कुराको न्युज मैले कहीँ पनि केही पनि सुनिरहेको छैन, कसको पैसा हो, के हो, समात्यो त्यो पैसाको के चाहिँ गर्यो त, त्यसको मूल मान्छे को हो, त्यो हजुरलाई केही जानकारी छ त्यसको बारेमा? होइन, यो अस्तिको 25 करोड समातेको केसमा चाहिँ हजुर हजुर मेन चाहिँ हाम्रो नेपालमा यस्तो छ, 25 करोड कसले लगिरहेको थियो त्यो त समात्यो होइन। यो 25 करोड त्यो मान्छेको त थिएन नि त। थिएन, उहाँ त एउटा साधन हुनुहुन्थ्यो, उहाँले अर्को ठाउँमा पुऱ्याइदियो भनेर बिचको एजेन्ट जस्तो। हजुर हजुर यो कुन मेन मान्छेको 25 करोड त्यो मान्छे अगाडिमा आएको छैन अहिलेसम्म। अहिले भर्खर न्युजमा आएको छ होइन, तपाईँले पनि हेर्नु भएको होला। अहिले एकजना मान्छे समातेको छ अरे भनिरहेको छ अस्तिको 25 करोड उसको हो भनेर। मेन गफ चाहिँ यो 25 करोड यही गणतन्त्रको नेताहरूको हो। यिनीहरूले इन्डियाबाट पैसा ल्याइरहेको थियो। अब नेपालमा के गर्ने ल्याइरहेको थियो, के गर्ने यताउता गर्ने भनेर ल्याएको थियो। सबै नेपाली पैसा होइन, न इन्डियन पैसा हो, सबै डलर पाउन्ड र युरोहरू थियो त्यसमा। र मेन गफ चाहिँ यसमा के छ, यो 25 करोड भनेको यही नेताको मेनली यसमा नाम निस्किरहेको प्रचण्डको हो। मेरो पोइन्ट अफ भ्यूबाट हेर्नु भयो यो पैसा चाहिँ मेनली प्रचण्डको हो जस्तो मा सुनेको छ। हजुरलाई चाहिँ त्यस्तो किन लागेको, जस्तो कि के भन्छ 25 करोड क्यास त लगिरहेको थियो, चाइनामा लगिरहेको थियो, त्यहाँ लग्ने मेन रिजन चाहिँ के चाहिँ होला त? मेरो यिनीहरूको मतलब यो सबै ब्ल्याक मनी हो नि त। हजुर हजुर अब चाइनामा गएर उनीहरूले के सामान किनेर होइन नेपालमा ल्यायो भने त्यो सबै व्हाइट मनी भएर निस्किन्छ। हजुर हजुर यो चाहिँ कस्तो प्रोसेसबाट चाहिँ ब्ल्याकलाई व्हाइट बनाउन सकिन्छ त? अब तपाईँले ब्ल्याक मनी छ, तपाईँले के सामान किनेर होइन, हजुर हजुर तपाईँ अब गएर बेच्नु होइन, अब तपाईँनिर त व्हाइट मनी आयो नि त, त्यो बेचेपछि त। ठिक ठिक त्यो कुरा त्यो भयो भने ट्याक्स तिरे जस्तो पनि हुन्छ, उ गरेर ब्ल्याक मनी चाहिँ व्हाइट भयो। र यो 25 करोडको केस मार्केटबाट यतिकै गयो भनेको होइन, यो सबै मिडियाहरूलाई सबै न्युज च्यानलहरूलाई भन्न चाहन्छु म होइन, यो पैसा खाएर काम नगर्नुहोस्। अहिले एउटा पनि न्युज छैन च्यानलमा त्यो अस्तिको 25 करोड। हजुर हजुर मैले नि त हेरे अनुसार चाहिँ सोसियल मिडियाबाट नि यो टोटली गायब भइसक्यो। मतलब सिइओ हुन्छ, कान्तिपुर न्युज भयो होइन, एबिसी न्युज भयो, सगरमाथा न्युज भयो, सबैले च्यानलमा ल्याएको थियो 25 करोड आयो भनेर। अहिले कहीँ पनि छैन, सबैले पैसा खाएर आफ्नो मुख बन्द गरेको छ। न त मिडियाहरूलाई त धेरै चासो पर्ने कुरा हो नि त यो त एउटा सेन्सेसनल इस्यु नै हो। यो 25 करोडको केस के भयो, कसो भयो, कसैलाई केही जानकारी नै छैन यसको बारेमा, त टोटल्ली मार्केटबाट नै गायब भयो क्या। हजुर त्यो चाहिँ अब यो कुरा चाहिँ अब कसरी चाहिँ सल्भ गर्न सकिन्छ, यो तपाईँको केही धारणा दिनुहोस् न त। होइन, मेरो बारेमा चाहिँ यो केसहरू भयो, नेपालमा धेरै केसहरू छ होइन, कुन बेलासम्म नेपालमा गणतन्त्र जाँदैन। किनकि मैले तपाईँलाई भने नि त 25 करोड हो होइन, अब प्रधानमन्त्रीको हातमा हो। हजुर पुलिस प्रशासन प्रधानमन्त्रीको हातमा हो, जिल्ला प्रहरी कार्य होइन प्रधानमन्त्रीको हातमा हो। प्रधानमन्त्रीले भन्यो भने मात्रै उनीहरूले केस अगाडि बढाउँछ, नत्र उनीहरूले बढाउनु हुँदैन। किनकि प्रचण्डले उता पनि दिइसक्यो होला नि त 5 करोड, ल प्रधानमन्त्रीजी तपाईँ पनि 5 करोड राख्नु, केसलाई यतै छोड्दैन, यस्तो भएको छ नि त कुरा। हजुर हजुर मिडियाहरूलाई पनि पैसा दिएर, कसैलाई 10 लाख दिएर, कसैलाई 20 लाख दिएर, कसैलाई 50 लाख दिएर आफ्नो मुख बन्द गराइएको छ। नेपालीहरूको कानुनै यही हो नि त, तपाईँ पैसा फेल्नु मुख बन्द गरेर हिँडिदिन्छ आफ्नो बाटोतिर। हस् धन्यवाद, हामीलाई चाहिएको जानकारी यति नै थियो। हजुरले यसको बारेमा हामीलाई धेरै ज्ञान दिनुभयो, यसको लागि धन्यवाद। थ्याङ्क यू फर कमिङ टु आवर सो। थ्याङ्क्स।